हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी घर जान लागिरहौँ। हाम्रो घर चाहिँ लक्ष्मी बजार नखाने डिस्टर्ब भयो मलाई। अनि हामी यो कस्तो घाम छ हेर्न सक्नुहुन्छ, आमामा टाउको फुट्ला जस्तो। त्यही नै हाम्रो साधन नभएर आज हामी फर्स्ट टाइम बसमा ट्राभल गर्दैछौँ, दुईजना बुढाबुढी घर जानको लागि। अनि यहाँदेखि बेग्नस्थलसम्म यसमा जान्छौँ, त्यसबाट अनि त्यहाँबाट रामबजार जाने बसमा चढेर रामबजार जान्छौँ। त्यसपछि चाहिँ केमा जाने हो हामीलाई पनि थाहा छैन। हाम्रो आफ्नो दुई खुट्टे गाडी हुन्छ के हुन्छ त्यो नि। अनि अहिले चाहिँ यो कस्तो गाडीमा परेछौँ हामी, कति स्लो चलाइरह। त्यही नै पेट्रोल हाल्न रोकेर अहिले म बोलेको। यस्तो गर्मी छ मामा। चाहिँ यो बसमा जानु लागेको 3:30 बजे जान्छ अरे। टिकट चाहिँ लिइसक्यौँ। अनि भित्र गएर छिरेर पनि बसेको, भित्र गएर बसेको। यस्तो गर्मी हामी भित्र बस्न नसकेर अनि बाहिर निक्ल्यौँ। अहिले यो चाहिँ बेग्नस्थल हेर्नु सक्नुहुन्छ, यहाँदेखि जाने हो। अब यो रोड हुँदै हामी के गर कस्तो लागिरहेछ। 2 महिनापछि घर जाँदाखेरि बुढो कस्तो फिल भइरहेछ? घर जाँदा कस्तो फिल हुन्छ? कस्तो फिल भयो भन्नु न त। रमाइलो मात्रै, खुसी लागेन आफ्नो गाउँ जाँदाखेरि? गाडीको सकेर न म खालि गाडीकै ध्यान छ, गाडीकै ध्यान छ मेरो बुढोलाई त। के गर्नु र। हामी चाहिँ यहाँसम्म अटोमा आयौँ। अनि अटोबाट यहाँबाट झरेर यस्तो उकालो छ, यहाँ चाहिँ अटो जाँदैन। अनि हामी चाहिँ घर जाँदैछौँ। मम्मीलाई चाहिँ थाहा छैन हामी आउँदैछौँ भनेर। तल्लो घर पराछु गाउन भयो कि जस्तो लागिरह। है हेर के गर्दै हुनुहुन्छ। घर हुनुहुन्छ कि नै? यो हाम्रो आँपको रुख हेर्न सक्नुहुन्छ। काली भुके कि घरमा हुनुहुन्न जस्तो। बुढा आउनु न, नबोल्नु। त्यो चाहिँ झाडी भएछ, झाडी। यो चाहिँ हाम्रो घर हो गाइस, हेर्न सक्नुहुन्छ। यतातिर यस्तो राम्रो देखिन्छ यो। ठ्याक्क निक्लियो त्यो काली कालु। रामा रामा आमाई आमाई। हेर्नु रामा रामा कालु घरमा बसे के हो? बाँदर कुरेर बसे के हो? आमाई आमाई। मायालाई चाहिँ तपाईँले दिनु भएन। आमाई आमा जाऊ दादा भट्ट जाऊ जाऊ
दाइले पिटेर दाइदेखि डराउँछ जाऊ 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 पाउने हेर्नु पाउने हो किच सरप्राइज यसै आएको नि के लाउनु भक्कै राम्रो मकै हातले खेदा लाग्नु के त परिवार भएको त्यस्तो कहाँ के गर्नुभएको थियो र हामी घरमा पुग्यौँ मम्मीलाई रियाक्सन देख्न सक्नुहुन्छ तपाईँहरूले अनि त्यहाँबाट मम्मी चाहिँ उता मकै उगाउनु लाग्नु भएको रहेछ खेताला नै रहेछन् अनि त्यहाँबाट खाजान लाग्नु भएको रहेछ हामी अन्त ठ्याक्कै नै हामीलाई नि ल्याइदिनु भयो मकैहरू सिनेको आँप अनि त्यहाँबाट मकै खायौँ आँप खायौँ अनि एकछिन बस्यौँ मम्मी आफ्नो काममा जानुभयो हामी चाहिँ अनि यता लुगासुगा चेन्ज गरेर सरसफाइ गरेर अनि यो पोट लिएर आएको थिएँ अनि प्लान्ट पनि लिएर आएको थिएँ घरमा सार्ने भनेर अनि त्यहाँबाट त्यसको लागि भोलि मरिहाल्छ भनेर अनि आजै सार्ने भनेर अनि त्यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले 4टा फ्लावर्स लिएर आएको थिएँ अनि कता कता राख्ने पनि थाहा भएन प्लास्टिकको फेरि बाहिर घाम पानीले फुट्छ कि भनेर 2टा चाहिँ मैले भित्र राखेँ 2टा चाहिँ बाहिर राखेँ अर्को भिडियोमा देखाउँला त्यो चाहिँ कता कता राखेँ भनेर है अनि यस्तै छ हेर्न सक्नुहुन्छ बुढाबुढी मम्मी गइहाल्नुभयो बुढाबुढी यताउता घरको हात्र खुत्रु काम गऱ्यौँ प्लान्टहरू सार्यौँ अनि त्यहाँबाट खाना खाएर बेलुका एकछिन गफ लाएर अनि सुत्यौँ हामी पोट कति राम्रो देखेको थियो सारिसकेपछि मैले अरू भिडियोहरू चाहिँ बनाउनै मेसै पाइनँ त्यो हतार हतारमा गरेको खानाहरू बनाउँछु अनि क्लिपहरू हाल्छु भनेर सोचेको थिएँ त्यो चाहिँ बनाउनै बिर्सेछ अनि ठिकै छ अब नेक्स्ट भिडियोमा बनाउँला कता कता राखेँ फ्लावर्सहरू त्यो पनि देखाउँला हेर्दै गर्नुहोला मेरो ब्लग आजलाई यति नै हामी अर्को ब्लगमा भेटौँला सी यू बाई बाई